हेलो साथीहरू, अब गुड मर्निङ सबैजनालाई। यो बिहानको समयमा बिहान पनि के बिहान भन्न छ र राति पनि के राति भन्ने। अब कौन है ये लोग? कहाँ से आते हैं? राति आएको हामी अब यहाँ कति बज्यो भन्दाखेरि साँझको बेला साँझ 10 बजे आएको। अहिले यहाँ कति बज्यो भन्दाखेरि बिहानको चाहिँ तपाईँको 4 बज्न लागेको छ। हाम्रो काम यहाँ तनाव छ। हाम्रो साथमा हाम्रो जनकजी हुनुहुन्छ। जनक भन, के भन्न चाहन्छ तिमीले? अन्त के भनिदियो, अब गाडी रहेछ, इमर्जेन्सी काम रहेछ, काम फसे रहेछ, त्यही काम फसेको निकाल्न आइयो। काम कस्तो लाग्यो तिमीलाई? अब काम यहाँ धमाधम हाम्रो यहाँ यस्तो पनि भइरहेको छ। मात्रै छन्, सबै गए, सबै सुत्न गइसक्यो। हामी राति छौँ, हामीले रातभरि नाइट ड्युटी गरेको। रातभरि। अनि एउटा कुरो चाहिँ मैले एउटा भन्ने विषय चाहिँ एउटा जनक तपाईँलाई चाहिँ एउटा के कुरो मैले भन्न चाहेँ खासमा भन्दाखेरि चाहिँ, हजुर, एउटा कुरो तिमीले के बुझिराख भन्दाखेरि चाहिँ हरेक चिजको एउटा समय हुन्छ। हजुर, अब यो रातिको समयमा तिमी र म मात्रै छौँ। यस 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 सरजी भनौँ न। यस सरजी, यस, ल ठिक छ। रातिको अब राति बिहान पनि भयो, राति बिहान जे भए पनि जस्तो भए पनि अब झमाझम यहाँ तल यहाँ पढाइ भइरहेको छ ढ्यामाढ्याम। अब चारैतर्फ खानेकुरा ढ्यामढ्याम छ हामीसँग, तर मिठो हुँदैन है। यो चाहिँ एउटा कस्तो भन्छ, एउटा हामीले के बुझ्नु पऱ्यो भने समय हुँदो रहेछ हरेक चिज पनि बुझ्नु पऱ्यो होइन। अब यत्रो भट्टी चलाइरहेछ त तपाईँले यहाँ सुन्नु नि सक्नु भएको छैन होला। यहाँ धेरै गरेर यहाँ भट्टी चलिरहेको छ। यहाँ आलु निक्लिरहेको छ। यो आलु भोलि मिक्सी भेज बनाउने। यो मिक्सी कस्तो बन्छ थाहा छैन, के छ यसको थाहा? किन नबन्नुहोस् त, राम्रै बन्छ। पहिला प्याज फ्राई गरेँ, अब आलु फ्राई गर्दैछु, त्यसपछि गोबी फ्राई गर्छु, त्यसपछि तपाईँको यो सोस्ता भन्छन्, नेपालीमा सोस्ता भन्छन्, यहाँ बिन्स भन्ने रहेछन्। त्यसपछि तपाईँको पेडालु सेडालु त केही रहन्छ। पेडालु भन्दैन, यहाँ हिन्दीमा चाहिँ त्यसलाई चाहिँ के भन्छ? अरबी रहन्छ। अरबी, साउथ अरबी होइन, अरबी। सिमला मिर्च छ, गाजर छ, भिन्डी छ। भेन्टा छैन, फेरि झुट नबोल्नुहोस् तपाईँ। नै भेन्टा छैन, भिन्डी छ भने। यस। अब खास मैले चाहिँ देखाउनु पर्ने एउटा कुरो, अझ एउटा गम्भीर विषयमा चाहिँ कुरो एउटा मेरो के छ भन्दाखेरि चाहिँ यहाँ यो रातिको समयमा हामीले चाहिँ एउटा समयले एउटा के कुरा सिकायो भन्दाखेरि चाहिँ यहाँ यसरी काजु यो रातिमा मिठो हुँदैन खाँदाखेरि, तर बाध्यता त्यसो भन्दाखेरि अगाडि खानु मन लाग्छ होइन। यो